साथीहरू नमस्कार। मेरो युट्युब च्यानलमा यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज चाहिँ म कामिनो दे सान्तियागो भन्ने टपिकमा केही जानकारी दिन चाहन्छु यहाँहरूलाई। कृपया मेरो भिडियोलाई सब्स्क्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला भन्न चाहन्छु। कामिनादो दे सान्तियागो भनेर चाहिँ फेसबुकमा आइरहेको थियो। यसमा लेखिएको थियो कि यदि तपाईहरुसँग काम छैन, तपाईहरुसँग फ्री टाइम छ र तपाईहरु चाहिँ यहाँको बारेमा केही कुराहरु जान्न चाहनुहुन्छ र केही अनुभव लिन चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईहरुले कामिनादो दे सान्तियागो भन्ने कुरामा चाहिँ जोइन हुनु होला र त्यहाँ तपाईले चाहिँ आफ्नो खर्च नगरिकन, आफ्नो कुनै पनि खर्च नभइकन नै तपाईले यसको चाहिँ अनुभव लिन सक्नुहुन्छ। तपाई त्यो त्यहाँ जोइन हुन सक्नुहुन्छ, तपाई घुमघाम गर्न सक्नुहुन्छ भनेर आइरहेको थियो। म त्यो बारेमा अलिकति बताउन चाहन्छु। कामिनो दे सान्तियागो भनेको के हो त भन्दाखेरि यो चाहिँ पुरानो धार्मिक यात्रा मार्ग हो। मानिसहरू पैदल, साइकल वा घोडामा यात्रा गर्ने गर्दछन्। यात्राको अन्तिम स्थान सान्तियागो दा कम्पोस्तेला काथेड्रल हो। आजकल धार्मिक मात्र होइन, पर्यटन, मानसिक शान्ति, एडभेन्चरको लागि पनि यहाँ मानिसहरू जाने गर्दछन्। र कामिनो दे सान्तियागोका महत्त्वपूर्ण कुराहरू के हुन् त भन्दाखेरि यहाँ चाहिँ विभिन्न मार्गहरू, रुट्सहरू एकदम लोकप्रिय रुट्सहरू छ। यो चाहिँ युगौं युग पहिलादेखि नै यो रुटहरूबाट मान्छेहरू हिँड्ने गर्दथे। कामिनो फ्रान्सिस सबैभन्दा प्रसिद्ध, फ्रान्स स्पेन हुँदै हिँड्ने यो चाहिँ एउटा रुट्स हो। कामिनो पोर्चुगलबाट सुरु हुने यो चाहिँ कामिनो दे नोर्ते स्पेनको उत्तरी तहबाट चाहिँ सुरु गर्ने। कामिनो प्रिमिटिभो सबैभन्दा पुरानो र कठिन, यो चाहिँ कामिनो प्रिमिटिभो भनेको चाहिँ कामिनो इङ्ग्लिस युकेबाट आएका मानिसले गर्ने परम्परागत मार्ग पर्छ यो। अनि कामिनोको लम्बाइ कति छ त? रुट अनुसार यो चाहिँ फरक हुन्छ। 100 किलोमिटर सबैभन्दा छोटो हो, 300 किलोमिटर, 800 किलोमिटर कामिनो फ्रान्सिस, अनि 1000+ किलोमिटर पनि हुनसक्छ। अनि कामिनो किन गरिन्छ? यो चाहिँ मानसिक शान्तिको लागि निश्चय पनि, आध्यात्मिक अनुभव, फिटनेस, स्वास्थ्य, प्रकृति हेर्नको लागि, नयाँ मानिस भेट्नको लागि, साहसी एडभेन्चर यात्रा हो यो। त्यसैले पनि यो चाहिँ गरिन्छ। यदि तपाईले सान्तियागो पुग्नु अघि कम्तीमा 100 किलोमिटर पैदल वा 200 किलोमिटर साइकल यात्रा गर्नुभयो भने चाहिँ तपाईलाई कम्पोस्टेला सर्टिफिकेट पनि दिन्छ, जुन सर्टिफिकेटले चाहिँ आप्रवासीहरू यो यात्रामा छन् भने चाहिँ उनीहरूको लागि यो स्पेनमा नै थियो भन्ने कुराहरू पनि बुझिन्छ र स्ट्रङ डकुमेन्ट मानिन्छ। र साथीहरू यसमा चाहिँ आफूले नै, मैले बुझेअनुसार चाहिँ यसमा चाहिँ आफूले प्लानिङ गर्ने, आफ्नो पनि एउटा ग्रुप बनाएर योजना बनाउने, तर जहाँसम्म खर्च नहुने भन्ने कुरा चाहिँ हुँदैन। मलाई जहाँसम्म लाग्छ खर्च, आफ्नो खर्चहरू हुन्छ, किनभने यो कम्तीमा पनि 5 दिन 7 दिनको यात्रा गर्नुपर्ने हुन्छ हैन। अनि त्यस पछाडि अब यहाँको मानिसहरूले त 10 दिन, 15 दिन, 20 दिन, 1 महिनासम्मको यात्रा गर्ने यो एउटा यात्रा हो, तीर्थयात्रा हो। त्यसले गर्दाखेरि आप्रवासीहरूले 5 दिन 7 दिन गर्यो भनेदेखि पनि निश्चय पनि खर्च नहुने भन्ने चाहिँ हुँदैन। तपाईलाई चाहिँ अब फ्रीमा नै तपाईलाई त्यहाँ गर्यो भने पनि आफ्नो पकेट खर्चहरू यताउता हुन्छ र तपाईको खर्च चाहिँ आउँछ। तपाईले गर्दाखेरि अलिक विचार गरेर मात्र यहाँहरूले त्यो बारेमा चाहिँ त्यो यात्रा गर्न चाहनुहुने साथीहरूले चाहिँ बुझेर विचार गरेर यसलाई चाहिँ जानेर मात्रै सहभागी हुनुहोला भन्न चाहन्छु। यति भन्दै मेरो यो भिडियोबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू। हवस् त, नमस्कार, बाई बाई।